नमस्कार, म तेज शमशेर जङ्गबहादुर राणा। आज पर्सा जिल्ला नारायणी हस्पिटलमा भएको हैन जति पनि गतिविधिहरू भयो यसमा चाहिँ मलाई पनि दुई शब्द बोल्न मन लागेको हुनाले मैले चाहिँ दुई शब्द बोलु कि भनेर आएको हो। खास हैन यो नारायणी हस्पिटल चाहिँ खास यसको विषयमा चाहिँ पटक पटक बारम्बार हामीले ताकेता गर्दा इस्यु उठाउँदाखेरि पनि अहिलेसम्म व्यवस्थापन पक्षका व्यक्तिहरूले के हेर्या हुन्। ठिक छ, फुसैको घरमा बसे भने पनि खानपिन त मिठो हुन सक्छ नि। त्यस्तै गरेर हस्पिटल पुरानो भए पनि त्यसको व्यवस्थापन हैन, त्यसको औषधिका कुराहरू, त्यसका चाहिँ इक्विपमेन्टका कुराहरू चाहिँ स्थानीय सरकारले या चाहिँ त्यहाँको प्रशासनले चाहिँ किन यो कुराहरूलाई चाहिँ अनदेखा गरिरहेछ के। किनभने बारा पर्सा रौतहट तीनटै जिल्लाबाट नारायणी हस्पिटलमा चाहिँ एउटा चाहिँ सजिलो रूपमा सहज रूपमा उपचार पाइन्छ भन्ने उद्देश्यले चाहिँ त्यहाँ चाहिँ विशेष गरी हैन गरिब विपन्न परिवारका नसक्नेहरू आएर चाहिँ उपचारको चाहिँ लाइनमा बसेका हुन्छन्। त्यसलाई व्यवस्थापन किन नगर्या। सबैभन्दा पहिला म चाहिँ यो कुरालाई ध्यान आकर्षण कसको गर्न, स्थानीय सरकारको। त्यसपछि त्यहाँको व्यवस्थापिका जो व्यवस्थापन हेरिरहेछ, जसले जिम्मेवारी लिएर गरिरहेको छ, जस्तै औषधि पाएन भन्ने कुराहरू आयो हैन, इसिजी छैन भन्ने कुराहरू, यो चारवटा जिल्लाको चाहिँ बिरामीहरू आउने ठाउँमा औषधि चाहिँ नपाउने, भ्याक्सिन नपाउने, चेक गर्ने डाक्टर नहुने, चाहिँ सरसफाइका चाहिँ त्यहाँ कुराहरू चाहिँ नहुने हैन, कुनै पनि कुराहरू त्यहाँ अस्तव्यस्त छ। किन चाहिँ यसमा चाहिँ जब पर्यो भने मात्र बोल्ने हो र हैन। जब गाह्रो हुन्छ, जब मान्छे मर्छ हैन, मरिसकेपछि बोलेर त मरुन्जेल बोल्ने, फेरि भोलिबाट कोही पनि यो विषयलाई चाहिँ कसैले पनि आवाज उठाउन चाहिँ त्यहाँ पुगेको छ मैले देखाएको छैन। त्यसकारण चाहिँ यो कुरामा विशेष भन्दा विशेष तरिकाले हैन स्थानीय सरकारले त्यहाँका चाहिँ जति पनि छन् तिनीहरूले चाहिँ एकदमै ध्यान दिनु पर्यो। किनभने ज्यान भन्दा ठुलो केही पनि छैन। ज्यान बच्नु पर्यो, गरिबको पनि बच्नु पर्यो, धनीको पनि बच्नु पर्यो। त्यसकारण चाहिँ त्यसलाई एकदमै सिरियसली तरिकाले त्यहाँका चाहिँ सरकारवाला जो छन् त्यसले चाहिँ यो कुराहरूलाई ध्यान दिनु पर्यो। र आज र भोलिबाटै अहिलेबाटै सकिन्छ भने त्यो कुराहरूलाई चाहिँ हामीले परिवर्तनकातिर बाटोतिर चाहिँ लिएर जानुपर्छ जस्तो लाग्छ। किनभने भोलि फेरि अर्कोमा यो घटनाहरू नघटोस् हैन। योपालि यताउता हो हल्ला गरेर चाहिँ यताउता गरेर गरिएला हैन नि, भोलि फेरि अर्को परिवार मर्न नपरोस् त्यसमा। किनभने कसैको पनि ज्यान हो हैन, ज्यान भन्दा ठुलो केही पनि छैन हैन। राज्यले पनि कसैको ज्यान लिने अधिकार छैन हैन, त्यसकारण डाक्टरले पनि कसैको ज्यान लिने अधिकार छैन। त्यसकारण चाहिँ कहाँ के कमी कमजोरी छ, त्रुटिहरू भइरहेको छ, कहाँ के मिलेको छैन, सकिन्न भने हामी जस्तो थोरै थोरै अलिअलि लिएर कसरी हुन्छ त्यसलाई चन्दा उठाउनु पर्ने हो कि नसक्ने हो कि स्थानीय सरकारले हैन, कि त म्यानेजमेन्टले नसकिरहेको हो कि हामी गर्छौँ के सहयोग त्यो कुराहरूलाई। 10,000 5,000 20,000 50,000 हामी गरेर भए पनि त्यो व्यवस्था चाहिँ त्यो म्यानेजमेन्ट चाहिँ मिलाउनु पर्यो। र यदि त्यो व्यवस्थापनले सकिरहेको छैन, त्यहाँका कर्मचारीहरूले लापरवाही गरिरहेका छन् भने हटाउनु पर्यो त्यो कुराहरू हैन। किन अनि त्यस्ता थुप्रैजना छन् जो चाहिँ अपर्च्युनिटी नपाएर काम गर्न नपाइरहेको, त्यहाँ आफ्नो आसेपासे मात्र राख्ने, भने काम नहुने, भोलि चाहिँ केही पर्यो भने प्रेस मिट गर्ने, हस्पिटलमा यो छैन त्यो छैन, यो सुविधा मात्र खोजेर हुँदैन है। सुविधा मात्र खोजेर हुँदैन, काम गर्ने जाँगर पनि हुनु पर्यो, भिजन हुनु पर्यो। त्यसकारण चाहिँ म आशा गर्छु आउने दिनमा यो गल्तीहरू, यो गतिविधिहरू फेरि नदोहोरियोस् र एकदमै सिरियसली यो विषयलाई लिएर ज्यान जाने किसिमको चाहिँ गतिविधि चाहिँ हस्पिटलले गरिदिनु भएन। नारायणी हस्पिटल म हुर्क्या, म जन्म्या, म पनि चेक गर्ने ठाउँ, एउटा गरिब विपन्न परिवारहरूले उपचार चाहिँ पाउने ठाउँ हो। त्यो कुरालाई चाहिँ छिटोभन्दा छिटो चाँडै एकदम सहुलियतका साथ, एकदमै चुस्त दुस्त तन्दुरुस्तका साथ त्यो कामहरू चाहिँ त्यहाँ पाउने दिने उपचारहरू चाहिँ स्पष्ट रूपमा पारदर्शी हैन, सबैले हेर्दाखेरि चाहिँ हस्पिटलले चाहिँ हामीलाई यो चाहिँ गरेछ है भन्ने किसिमको चाहिँ मनस्थितिमा चाहिँ काम गरेको हुनुपर्छ। यही हो मेरो रिक्वेस्ट। यति भन्दै मलाई आएको थोरै भावनाहरू मैले व्यक्त गरेँ। नमस्कार।